विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाजा खाने गजेडीहरूको ग्याङ। तपाईलाई म संसद भन्दिन, तपाई संसद भन्ने लायकको छैन, तर तपाईको पद संसद छ। तपाईले आजभोलि के बोलिरहेछ, विदेशमा बस्ने नेपालीहरूलाई के बोलिरहेछ, टिओपी ग्याङ रे, खरानी ग्याङ रे, के भन्न खोजेको तपाईले? यो भन्दा पहिला भोट पुरानो पार्टीलाई हालेको भए पनि विदेशमा बसेको 99% मान्छेले नयाँ आउनुपर्छ, नयाँलाई समर्थन गर्नुपर्छ भन्ने धारणा राख्छ। यो फिल्डमा आएर बुझ्नुपर्छ है। 30-40 जना मान्छे जम्मा पारेर फाइफुटी नलगाउँदा हुन्छ। अनि अर्को कुरा, तपाईले टिओबी ग्याङ, खरानी ग्याङ, गजेडी ग्याङ हैन, सहकारी ग्याङ कसलाई भन्न खोजेको? हामी राम्रो मान्छेलाई समर्थन गर्छौं, तपाईलाई पनि समर्थन गरे हो। राम्रो मान्छे छ भने पुरानो पार्टीको मान्छेलाई पनि समर्थन गर्छ। तर तपाईले के भन्न खोज्या हो? तपाई पागल त हुन खोज्या छैन, तपाई पागल त भएको होइन। अब तपाई ठ्याक्कै हर्क सम्बन्धको बाटोमा लाग्नेछ। यो अरूलाई तल्लो स्तरको देखाएर, अरूलाई गिराएर आफू अगाडि चढ्छु भन्ने यो दिमागबाट निकाल्दियो है। यस्तो खालको राजनीति पुरानोहरूले धेरै गरे हो, तर सफल हुँदैन। जनताले निहालिरहेको छ, तपाईको गतिविधि निहालिरहेको छ। यो तपाईको आराजक गतिविधिले तपाई कहिले पनि अगाडि बढ्न सक्दैन। तपाई कसरी संसद भयो भन्ने कुराको प्रश्न उठेको छ अहिले यहाँ। कसरी तपाई संसद भयो? हुन त म जस्तो साधारण मान्छेले तपाईलाई प्रश्न गर्न त मिल्दैन होला, तर तपाईको यस्तो ढंगले, यस्तो बोली वचनले, यस्तो आराजक बोली वचनले तपाई अगाडि बढ्न सक्दैन। त्यो विकट ठाउँको सोझा साझा जनतालाई ढाँटेर संसद त हुनुभयो, तर त्यो भन्दा माथि तपाईको भविष्य मैले देखेन। के बोलेको? त्यो संसद भइसकेको मान्छे यही हो बोल्ने? तिम्रो कुन नाटक रचेर, के खालको नाटक रचेर तिम्रो संसद भएको भन्ने कुरा हामीलाई थाहा छैन। जनताले निहालिरहेको छ, अझै पनि भन्छु म, जनताले निहालिरहेको छ। तिमीहरूको एक गतिविधि जनताले बुझिरहेको छ। तिमीहरूले के गर्न खोज्छ, तिमीहरूको मुखबाट निस्केको शब्दले के बाहिन गर्छ, तिमीहरूको सोच के छ, तिमीहरूले कसरी मान्छेलाई भड्काउन खोज्छ भन्ने कुरा जनताले बुझिसकेको छ। जतिसुकै ठुलो कुरा गर्नुहोस्, जतिसुकै अरूलाई गिराउन खोज्नुहोस्, अगाडि बढ्न सक्दैन के। जनताले मन पर्यो भने, जनताले पत्यायो भने केही पनि नबोल्ने मान्छेलाई पनि पत्याउँछ। ठुलो स्वर गरेर के गर्ने? किन बेकारमा मान्छेलाई तल्लो स्तरको देखाउनु पर्यो के? तपाई जस्तो मान्छे कसरी संसद भयो भन्छु के म त? कसरी भयो के? कसरी संसद भयो?